नमस्ते, म इमान सिंह बुढा मगर मेरो युट्युब च्यानल इमान ब्लग्स नेपालमा यहाँलाई स्वागत छ। र आज म रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर 2 पेल्मा खोलामा रहेको यो अति नै भाइरल पुल तपाईहरुलाई देखाउने छु। र भिडियोलाई माया गरिदिनु होला, लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब पनि गरिदिनु होला। र यो दुईटा भिरको बीचमा रहेको यो अचम्मको पुल म आज तपाईहरुलाई देखाउने छु। पक्कै पनि हेरेर साथ दिनुहुनेछ। सर्प रहेछ, सर्प 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 रहेछ यहाँ। रेलमा घुल सर्प गयो सर्प। गइरहेछ भित्र सर्प रहेछ यार। मलाई चाहिँ हाम्रो मगरखाम भाषामा धापातामी याप्स्याउ भनेर भन्छ। धापा भनेको तन्देरी, धामी भनेको तरुनी, याप्स्याउ भनेको नाचेका। पहिला उहिले जुजु बाजेका पालामा यहाँ तरुनी तन्देरीहरू यहाँ नाचेको थिए रे। त्यहाँदेखि यो ठाउँको नाम चाहिँ धापातामी याप्स्याउ भनेर भन्छ। म यो धापातामी याप्स्याउ भन्ने ठाउँमा आएको छु। यहाँ सल्लाहहरू अलिकति आगो लागि भएर अलि बिरुवाहरू मरेको रहेछ। यो धापातामी याप्स्याउ। अनि यो देखि तल चाहिँ तल अर्को देखिन्छ। भतिजी केटाले त्यहाँ भिडियो बनाउँदैछन्। भतिजा कान्छाले भिडियो बनाउँदैछन्। आमा बाख्रा खाने यस्तो भनेको ठाउँ यही हो। यहाँबाट तल यस्तो कसले देख्न सक्दैन। बेला यहाँबाट तल त्यो मान्छेले गई atau turuk ya kalau ini kena im tuh gas ke barang ke ah Aduh sih kan saya. Ntar kalau ini यो अघि मैले भनेको पिपिसी यहाँ चाहिँ यत्रो यहाँ अंगुरको जुप्पा जस्तै हुन्छ। यो फलेको छ। पछि चाहिँ पाकेपछि कालो अंगुर जस्तो एकदम गुलियो मिठो हुन्छ। यो सबै यो भाइरल पुल रुकुम पूर्व जिल्ला
पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर 2 पेलमा देखि यता तातो पानी आउने यो पेलमा खोलाको पुल हो। एकदमै भाइरल छ यो पुल, किनभने यसको बनावट बेग्लै छ। यो चाहिँ एकदमै खोला जसरी बगेको छ त्यसरी नै राखिएको छ। त्यसकारण गर्दाखेरि यो पुल चाहिँ निकै भाइरलको रूपमा। यो पुल यहाँदेखि यहाँ देखेको मात्र होइन, त्योभन्दा अझै धेरै लामो, अझै भित्र साइडमा छ। त्यसकारण यो चाहिँ निकै चर्चामा भाइरलमा रहेको छ यो पुल। माथि भिर छ, दुईटा जुम्ले भिरको बिचमा यो पुल रहेको छ। यो पुल निकै भाइरलको रूपमा रहेको छ। यो पुल यति धेरै लामो छ कि लामो छ यो। रुकुम पूर्व जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका अन्तर्गत वडा नम्बर 2 पेलमा र नखारको बिचमा रहेको यो पेलमा खोला यहाँ तातो पानी आउने जोड्ने पुल यो निकै भाइरल रहेको छ यो पुल। अनि यो पुल चाहिँ बनावट अचम्म प्रकारको छ। जता खोला बगेको छ त्यतै यो पुल रहेको कारणले अरू पुलहरूभन्दा यो पुल एकदमै विशेष रूपमा छ। र अहिले सामाजिक सञ्जालहरूमा यो धेरैभन्दा धेरै भाइरल पनि भइरहेको छ र आन्तरिक पर्यटकहरू पनि आउने गरेको छन्। र बाहिर पर्यटकहरूको लागि चाहिँ सबैजनाले प्रसार गर्नु धेरै जरुरी छ। यो पुल आज हामी तर्दैछौँ, तपाईँले हेर्नुहोला, यहाँ तर्दैछौँ गरी। आहा लामो यता माथि पुरा आकाश छुने भिरहरू छ। यता अग्लो भिर, यता पनि यस्तो अग्लो भिर, दुईटा भिरको बिचमा। त्यो पहिरोकै चाहिँ फेरि यो चाहिँ सानो भेरी, यसलाई पेलमा खोला पनि भन्छ। यो यहाँ पहिरो खसेछ। यति धेरै आइसक्यो, अझ पनि छ। यो यता चाहिँ तातो पानी पर्छ, अघि हामी गएर आएको। खोला आमा
निकै गहिरो छ तल। यहाँ त छोला जस्तो छोइने जत्तिकै रहेछ यो। आमामा यहाँ त छुन सकिने जस्तै पो रहेछ यो। छुन सकिने जस्तै निकै खबर छ। यति लामो तरिसक्यो, यति लामो तरिसक्यो, अझ पनि बाँकी नै छैन। यहाँनिर घाँसै छुइने जतिको यो भिरमा छुने जतिको यहाँ छ भने यता फेरि अहिले यता भिर छ। निकै गहिरो छ यो तल। निकै गहिरो छ। अहिले फेरि यो साइडमा छुन सकिएला जस्तो छुइने जस्तो देखिन्छ यताको साइड। छुइने जस्तै छ यहाँ, एकदम छुने जस्तै देखिन्छ। पारी भिर खतरनाक भिर छ यस्तो भिर छ यो। अब यहाँ आइपुग्यो। पहिलाको कता कता अझै धेरै छ, अझ आउन। पुरानो पुल तल देखिन्छ। त्यो पारी कालो कालो भिरहरू, खतरनाक भिरहरू छ। अनि यहाँबाट अझै खोला बगिरहेको छ तल। निकै राम्रो र भाइरल पुल छ। यस्तो भिड छ, यस्तो भिडको बिचमा छ। जेठा ना नजायचं बिजुली तावरो ए नन फ्याद होल्यो मेलो खोलालो फे ए आ नतरा नजर है जे नला जिन जा ए ए ल ल न बिजुली खारा दिरानेले ए ल नतरा नले यहाँ आ त घोसर त बिरुवाले यहाँ ततको हो ल। यो पुलमा 6 मिनेट 7 मिनेट हुन लागिसक्यो। म अहिलेसम्म पल्लो छेउमा पुगेको छैन। यहाँनिर बिरमौरी रहेछ। यहाँनिर छ यो चाहिँ बिरमौरी हो। यस्तो भिर छ माथि, आकाशै छोएको
अनि यता फर्क्यो, यता फेरि आकाशै छेउको भ्यू, यता हेर यी पुल। के लामो पुल हो। यहाँ पनि भिरमौरी दुई ठाउँमा रहेछ, भिरमा दुईटा छ। यहाँनिर आमामा पुरो लामो पुल। आमामा बल्ल बल्ल आइपुग्यो। यहीँ लेखेको छ 338 मिटरको रहेछ यो।